होइन यो पूर्व पर्यटक मन्त्री सुदन किराँतीलाई पनि मुद्दा दर्ता दर्ता भयो अरे त अख्तियारमा। अब उनले त्यो पशुपतिमा चाहिँ मान्छे पोल्ने मिसिनमा चाहिँ 10 करोड चाहिँ हिनामिना भएको देखियो अरे भन्छन् त। अनि के हो यो कुरा सत्य हो त भने? होइन यो सरकारले त कराप ज्याप बनाउने भयो त हौ। अब मुद्दै दर्ता गरिसकेछ त है। अब कसैलाई पनि नछोड्ने भयो। अब यस्तो हो, अब गल्ती गरेका भ्रष्टाचार गर्नेहरूलाई त छोड्नु पनि हुँदैन क्या। कमसेकम अब पछिल्ला पिँढी आउनेहरू त डराउन् न, कमसेकम भ्रष्टाचार नियन्त्रण होस् न, होइन? अर्थात् कम होस्, डराउन यसरी नै अलिकति करापजाप बनाएपछि यदि हो भने है त्यत्तिकै होइन भने त चरित्र हत्या गर्नु हुँदैन, तर मुद्दा दर्ता भयो भन्ने कुरा चाहिँ सामाजिक सञ्जालमा सुनिन्छ, होइन? अब गल्ती गरेको छैन भने छानबिन हुन्छ, सत्य तथ्य आउँछ, झन् क्लिन चिट भएर आउने, गल्ती गरेको छैन भने। हो भने अब मामा घर केही बस्ने, अब होइन? अब यस्तै त हो नि अब। अब सर्वसाधारणलाई चाहिँ कति दुःख छ, कष्ट छ, बिहान खाए बेलुका के खाउँ भन्ने छ। एउटा भनिन्छ नि मरेको लासमा पनि कर लाग्छ भनेर। कमसेकम यति त जुनै सरकार आए पनि होइन कर छुट गर्दैन क्या, लासमा पनि कर लाग्छ के। हैट।